नमस्ते, म नवराज तामाङ। सैलुङ अनलाइनको प्रवासबाट तयार पारिएको कार्यक्रम परदेशीका कुरा। यस कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूको सङ्घर्षको कथा, सफलताको कथा, व्यवसायहरूको कथा लगायत विभिन्न विषयलाई समेट्छौँ। आजको यस कार्यक्रमको अतिथि क्रोसियामा अप्रिल 27 तारिक हुन गइरहेको नेपाली लाइभ कन्सर्टको संयोजकज्यूहरू रेजिना राई र हाम्रो सबिन काफ्लेजी हुनुहुन्छ। यहाँहरूलाई स्वागत छ। धन्यवाद। अब हामी सुरु गरौँ। के छ, आराम हुनुहुन्छ? एकदम आराम। क्रोसिया अहिले तातिरहेछ। जेम्सी भनेको ऱ्यापर जेम्सी लाइभ नेपाली लाइभ कन्सर्ट सुरुमा अब हामीले अलिअलि तताउँदैछौँ, तपाईँहरूको पनि अलिकति साथ सहयोग चाहिँ तात्छ भने। ए ठिक छ नि। जस अहिले चाहिँ तपाईँ यो जेम्सी भनेपछि अलि युवामा चाहिँ एकदम चर्चितै हो होइन? अब ऱ्यापर भनौँ होइन, उहाँलाई गायक ऱ्यापर, फेरि ऱ्यापर भन्दा अलिक कस्तो सुन्ला तैपनि यो ऱ्यापर गायक होइन उहाँ। अब यो के भन्छ अहिले यो म्युजिकले चाहिँ फड्को मार्दै गर्दाखेरिको ऊ हो होइन। अझ त्योभन्दा अगाडि चाहिँ हामी यो एमा बुद्धहरूको गीतहरू सुन्थ्यौँ होइन। अहिले पछिल्लो पटक अब चाहिँ झन् क्रोसियामा तपाईँले एकदम ठुलो इभेन्ट गर्न लगाएर चाहिँ जेम्सीलाई ल्याउनु भयो। उहाँ चाहिँ नेपालबाट ल्याउनु लाग्नु भयो होइन? नेपालबाट भन्दा नि हामीले चाहिँ पोर्चुगलबाट उहाँलाई हायर गरेर। ए ठिक छ। कन्सर्ट कहाँ र कहिले हुँदैछ त? हाम्रो कन्सर्ट चाहिँ अप्रिल 27 तारिक यहीँ जाग्रेबमा। हजुर। बस स्टेसनको नजिक तोर्निचा कुल्तुरा भन्ने कफे बार छ। त्यहाँनिर चाहिँ सञ्चालन गर्न आँटेका छौँ। त्यसको पहिला पनि अरू विभिन्न प्रोग्राम नेपाली प्रोग्रामहरू त्यहाँ भइसकेको छ। हजुर। स्टेटको नाम चाहिँ ओलिचा पाब्ला सुबिचा, नम्बर चाहिँ 2 भनेको जाग्रेब नै हो। ए जाग्रेब हो। बस स्टेसनबाट यहाँबाट 3 नम्बरको ट्राम जान्छ त्यहाँनिर नजिकै। भनेको ग्लाभिनीबाट कि ग्लाभिनी कोलोदोरबाट? किनभने यो ग्लाभिनी चाहिँ नेपालीहरूको चाहिँ भेटघाट गर्ने ठाउँ, अझ ठुलो ठाउँ। अझ यहाँ नेपालीहरूले नाम समेत राख्नु भइसकेको छ घोडा पार्क होइन, जहाँ चाहिँ हाम्रो भाइ चन्द्र शमशेरको चाहिँ शालिगर हुन्छ होइन, घोडामाथि चढेको त्यो छ। त्यहीँ आएर चढ्नु पऱ्यो 3 नम्बरको ट्रेम चढ्नु। ठ्याक्कै लास्ट स्टेसन हो कि के छ? होइन, 2 स्टेसन पछाडि। 2 स्टेसन पछाडि भनेको तपाईँलाई त्यो भनेको लोकेसन हालेर जान्छ। फेरि भन्नुहोस् त त्यो लोकेसन कि? ओलिचा पाब्ला सुबिचा नम्बर 2। ठिक छ, त्यसलाई हामी डिस्क्रिप्सनमा पनि राखौँ ल। ठिक छ। अनि कन्सर्टको मुख्य उद्देश्य के हो, के छ? कन्सर्ट अब गर्दै हुनुहुन्छ जस्तो के को लागि त? यस्तो अब आउँदो नयाँ वर्षको हेरफेरमा, हजुर, अब सबै नेपालीहरूको नयाँ वर्षको हेरफेरमा अब ठ्याक्कै त्यही समय सबैलाई मिल्दैन पनि, कलाकारलाई नमिल्न सक्छ। अब यहाँको हामी अब सबै प्रवासमा भएको मान्छेहरू काम गर्नुपर्ने हुन्छ, छुट्टी नमिल्न सक्छ। त्यसको वरिपरि हेरेर बाहेक पर्ने समयलाई चाहिँ हामीले अब त्यही माथि अब आर्थिक पनि भार पर्न सक्छ नेपालबाट त्यही समयमा, नयाँ वर्षकै समयमा त्यही समयमा ल्याउँदाखेरि। त्यही भएर यहाँ आइसक्नुभएको तर चलिरहनु भएको कलाकार भएको कारणले हामीले नयाँ वर्षको छेरछेर पारेर बोलाएको। भनेको नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने हिसाबले। हजुर। त्यसकै सेरफेर मिलेर। धन्यवाद। हाम्रो तपाईँहरूको यो के अरे नेपाली लाइभ कन्सर्टको म्यानेजर पनि हुनुहुन्छ होइन? हजुर। उहाँ यता आउनुहोस् बुद्धजी। म्यानेजर बुद्धजीसँग आउन चाहे। अब यो चाहिँ जेम्सी भन्ने बित्तिकै यहाँ युवाहरूको ढुकढुकी बढेको छ होइन। अब अहिले त सबैले जेम्सी भन्न थालिसक्यो। आउने होइन, कहिले हो, हामीलाई टिकट चाहियो भनिसक्यो। अब यो एक किसिमले कि अहिले हामीले सोचौँ लगभग 1000को स्थितिमा चाहिँ दर्शक उपस्थिति भयो भने के छ म्यानेजरको, त्यसलाई थेक्ने, त्यसलाई सुरक्षा दिने होइन। अघि उहाँले भने जस्तै टेबलमा बस्यो, म बाहिर जाँदा अरू आएर बस्यो होइन, अनि छिर्ने क्रममा अलि चाहिँ समस्या होला, निक्लिने क्रममा समस्या होला, त्यसको के छ? त्यो विषयमा अघि तपाईँले भनिहाल्नु 20 युरो टिकट महँगो भयो भन्दै गर्दाखेरि हामीले 20 युरो टिकट किन राख्यौँ? त्यो हलको क्यापेसिटी कति छ, कतिजना मान्छे अटाउँछ, त्यो हलभित्र हामीले कतिजना मान्छेलाई चाहिँ म्यानेज गर्न सकिन्छ, त्यही आधारलाई आधार मानेर। अनि त्यो ठिक छ, त्यही त के छ त्यसलाई तपाईँले के यस्तो म्यानेज गर्ने एउटा टिम छ मात्र नभएर हाम्रो सम्पूर्ण टिमहरू छ। त्योभित्र हाम्रो स्वयंसेवक साथीहरू हुनुहुन्छ। अनि त्यहाँकै हलबाट चाहिँ क्रिस्चियनहरू पनि प्रोभाइड गरेको त्यहाँ अब त्यहाँको स्वयंसेवक साथीहरू हुनुहुन्छ। भनेको जस पहिले गरेको कार्यक्रमभन्दा योचोटि त्यति नआउला, जसको प्रतिक्रिया भनौँ त्यस्तो चाहिँ त्यो गुनासोहरू नआउला, त्यसो गुनासो नआउला भन्न त सकियो। त्यस विश्वास लिन सक्छौँ हामी। कार्यक्रमहरू गर्दै गर्दाखेरि होइन, मानव त्यो पहिलेको भन्दा अलिक कम आउला, त्यो आकलन गर्न सकिन्छ।
अनि अब यो अघि यसो गरौँ न के छ म्यानेजरतिरै जाउँ होइन यो खानपान र पेय पदार्थ के छ जस्तो पेय पदार्थ भन्ने बित्तिकै हामी होइन अब जस्तो अल्कोहलहरू पनि हुने हो कि अनि के छ हामीले अल्कोहललाई चाहिँ नट एलाउड गर्ने भित्र अल्कोहल नट एलाउड प्रयोग नगर्ने भन्ने उद्देश्य छ हेरौँ अब अझै पनि समय बाँकी छ है खानपान चाहिँ हुने हो कि उहाँलाई जोड्न चाहेँ मैले हामीले जहाँ सञ्चालन गरेर राखेका छौँ उहाँ त्यही जुन हल छ हलकै आफ्नै बार अब यो विषयमा भनेको हामीले जस्तो दर्शकले किन्नुपर्ने कि तपाईँहरूले किनेर दिने त्यो चाहिँ पछि कुरो टेक्निकली होइन किनेर त आफूले खानुपर्ने भयो टिकटमा चाहिँ हामीले केही पनि दिँदैनौँ ओके अब भिआइपीको लागि चाहिँ हामीले केही व्यवस्था गर्ने ओके टिकटमा चाहिँ केही छैन इन्ट्री मात्रै अनि अब जस्तो अघि धेरै कुरा भयो हामीसँग होइन सहयोगी कुराहरू पनि भयो कन्सर्टको के छ प्रचार कसरी गरिरहनु भएको छ जस्तो अब प्रचार टिकटक होइन अहिले सामाजिक सञ्जालहरू छ मिडियाहरू छ होइन अब यो प्रचार चाहिँ के गरिरहनु भएको छ जस्तो पहिलो त सामाजिक सञ्जालै हो अहिले त अझै टिकटक यहाँनिर धेरैजना साथीहरू हुनुहुन्छ टिकटकमा आफू इन्फ्लुएन्सर जस्तो अलिक भएको उहाँहरूबाट पनि भइरहेछ जस्तो तपाईँ शैली अनलाइन तपाईँहरूबाट पनि अब हामीले आशा राखेका छौँ अरू मिडियाका साथीहरू हुनुहुन्छ त्यस पछाडि अब हामीले पोस्टरहरू राखेका छौँ नेपाली जहाँ जमघट हुने प्रायः ठाउँहरूमा हजुर हजुर यहीबाट हामीले चाहिँ मेन प्रचार गरिरहेको भनेको मिडिया प्रचार पनि चल्दैछ अझ योभन्दा सुदृढ ढङ्गले अगाडि बढ्नेछ भन्ने कुरा भयो यो जस्तो तपाईँले एउटा ठुलो रिस्क उठाउनु भएको छ होइन जस्तो अब जेएमसी आउने भनेपछि त यहाँ अलि होइन एक किसिमको कोलाहल भन्छौँ नि होइन त्यो कोलाहललाई चाहिँ फेरि नकारात्मक त लानु भएन सकारात्मकतिर होइन अझ धेरै जम्का भेट हुने होइन शुभकामना आदान प्रदान गर्ने यस्तो यो अब अन्तिमतिर छौँ हामी होइन यस्तो यो भनौँ न यस्तो चाहिँ जम्का भेट गर्ने अनि यस्तो कार्यक्रम गर्ने चाहिँ ऊर्जा चाहिँ कहाँबाट आउँदो रहेछ त्यो चाहिँ हामी अहिले अब न्यू जेनेरेसनमा छौँ हामीलाई चाहिँ अलिकति म्युजिक सम्बन्धी अलिकति इन्ट्रेस्ट छ प्लस हामी चाहिँ यहाँ कोसियामा आएपछि त्यस्तो मजाले रम्नु झुम्नु पाउँदैनौँ नि त त्यही भएर चाहिँ हामीले चाहिँ अलिकति साथी बिच कुरा गर्दै ल इभेन्ट गरौँ न त भन्ने हिसाबले चाहिँ हामीले यो इभेन्ट चाहिँ अर्गनाइज गऱ्यौँ प्लस अब नेप्लिसहरू कनेक्ट हुन्छ यसमा सो रमाइलो हुन्छ भनेको चाहिँ के सद्भावहरू बढ्छ होइन जस्तो अब क्रोसियामा चाहिँ आएर धेरै बेर भयो होइन यो जेएमसी गाना सुन्ने मात्रै भयो हेर्ने मात्रै भयो प्रत्यक्ष हेर्न पाएन नि त ठिक छ भनेको आगामी दिनमा अर्को चाहिँ ऱ्यापरहरू पनि ल्याउनुहोस् भन्ने हाम्रो चाहिँ शुभकामना हो अन्तमा के भन्नुहुन्छ तपाईँहरू तिनैजना पालैले भन्नुहुन्छ कि एकैचोटि भन्नुहुन्छ म चाहिँ के भन्न चाहन्छु भने जति पनि यो पोडकास्ट होइन साइलेन्ट पोडकास्ट भन्दा नि युट्युब प्रवास अनलाइनलाई म के भन्न चाहन्छु भने तपाईँहरूले यहाँसम्म बोलाएर हाम्रो यो जेएमसीको इभेन्टको चाहिँ एउटा सानो अन्तर्वार्ता तपाईँहरू बसेर तपाईँहरूसँग गफ गर्नु पाएँ एकदमै खुसी लागेको छ थ्याङ्क यू सबै उहाँलाई अनि त्यसपछि जति पनि यो भिडियोलाई हेरेर रहनुभएको कोसियामा रहनुभएका जति पनि नेपाली दाजुभाइका दिदीबहिनीहरू छ उहाँहरू सबैलाई चाहिँ एप्रिल 27 जेएमसी नाइटको लागि चाहिँ म यहीँदेखि शुभेच्छा व्यक्त गर्न चाहन्छु र नमस्कार सबिनजी अब त्यही उहाँले बुद्धजीले भने जस्तै अप्रिल 27 को दिन सबैजना आइदिनु होला साथै शैली अनलाइनलाई पनि धेरै धन्यवाद दिन चाहन्छु आफ्नो नवरा सरलाई यो साँझलाई भव्य बनाऊ अप्रिल 27 को सभ्य भव्य तरिकाले मनाऊ यही भन्न चाहन्छु सबैलाई स्वागत हाम्रो अर्को संयोजकजी हुनुहुन्छ रेजिना राई सबैलाई हामीलाई चाहिँ आज यहाँ हाम्रो इभेन्टबारे 2 शब्द राखिने अपर्च्युनिटी दिनु भयो खुसी लाग्यो एन्ड सो म यो भिडियो हेर्नुहुने सम्पूर्णलाई अप्रिल 27 जेएमसी नाइटमा चाहिँ अवश्य पनि आउनु होला भन्न चाहन्छु हस् त नमस्ते फेरि हामी भेट्नेछौँ धन्यवाद क्रोसियामा अप्रिल 27 तारिक हुने जेएमसी साँझका संयोजकहरू र म्यानेजरज्यूसँग छोटो हामीले अन्तर्क्रिया गरे त्यसको लागि धन्यवाद र आजको यस अन्तर्वार्तालाई सहयोग गर्नुहुने क्यामेरामा हाम्रो नामसिंह घिसिङजी हुनुहुन्छ त्यस्तै प्राविधिकमा भनौँ हाम्रो अर्को एकजना सर हुनुहुन्छ सरको नामै बिर्सेँ मैले सुरज काफ्लेजी हुनुहुन्छ र सबैलाई बिदा चाहन्छु धन्यवाद